म चाहिँ करेन्ट चाउचाउ यसरी बनाउँछु। मलाई चाहिँ यसरी बनाएको करेन्ट चाउचाउ एकदमै नै मनपर्छ। सो हे गाइज, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। अनि आजको मेरो भिडियो के सम्बन्धी हो भनेर तपाईँहरूले थाहा पाइसक्नु भयो। आज चाहिँ म पकाइरहेको छु करेन्ट चाउचाउ। मैले चाहिँ सुरुमा ग्यास खोलेर पानीलाई उम्लिन छोडिदिएर म चाहिँ यहाँ लाइटिङ मिलाउँदैछु। अनि एकैछिनको स्ट्रगल पछि चाहिँ मैले बल्ल बल्ल पुरा लाइट बाले साथीहरू। एकपट्टिको खोल्दा एकपट्टि बलिरहेको थिएँ। मैले चाहिँ दुई खाले करेन्ट पकाउन गइरहेको छु साथीहरू। दुईटाको कम्बिनेसन यस्तो दामी हुन्छ। सुरुमा चाहिँ मैले मटर लगाएँ, त्यसपछि प्याज, अनि एकैछिन यसलाई पाक्न दिइसकेपछि मैले लगाएँ करेन्ट चाउचाउ। मैले सबै चाउचाउहरू लगाएको क्लिप चाहिँ लिन। मेरो पछाडि चाहिँ पुरा चाउचाउ उम्लिरहेछ। त्यसपछि अनि यतिको चाउचाउ पाकिसकेपछि चाहिँ म लाउँछु चाउचाउ भित्र भएको त्यो स्पाइसी ओइलहरू। एउटा हातले भिडियो एउटा हातले काम गर्न चाहिँ गाह्रो भइरहेको थियो। त्यसपछि लाउँछु म करेन्टको मसला अनि अर्को सानो करेन्टको मसला। मलाई चाहिँ पकाउँदा पकाउँदै मसलाहरू घोलेको एकदमै मनपर्छ। इफ तपाईँहरू पकाइसकेपछि मात्र मसला घोल्नुहुन्छ भने एकचोटि यसरी पकाएर ट्राई गर्नुहोस्, एकदमै दामी हुन्छ। चाउचाउ खानको लागि रेडी भइसकेर म चाहिँ गम खाँदैछु साथीहरू। आजको लागि चाहिँ भिडियो यति नै, बाई बाई।